नमस्ते, म दिनेश। जेनजी आन्दोलनको क्रममा गोदाई खाएर राति सुत्दा पनि निन्द्रामा बरबराउँदै दगुर्न खोज्ने दलका नेताहरू र केही जेनजीहरूले सडकमा चुड्दै गर्दा लगभग लगाएका वस्त्रहरू पनि च्यातिएर केही नरही चरिनाम हुँदै जुत्ता चप्पल छोडेर भागेका भगौडाहरू अहिले कहाँको दुलामा लुकेका थिए खै। अहिले हिजो आज फेरि उनीहरू लगभग पुछर ठडाउँदै चर्का चर्का स्वरमा फेसबुकभरि विभिन्न खालका चाहिँ नि चिच्याहाट पोख्न लागेको कुरा तपाईँ हामीले देखेका छौँ हैन। लगभग जेनजीहरूले नेपालको इतिहासमा सबक त यसरी सिकाए कि सायदै यो कसैले सोचेको पनि थिएन। तर कताकति केही पुगेन कि जस्तो फिल भइरहेछ मलाई। जसरी जेनजीको आन्दोलनमा हिजो यिनै दलहरूले राखेका छन् सुरक्षा निकायका प्रमुखहरू, यिनै दलहरूले, यिनै भ्रष्टहरूले राखेका आफ्ना बडीगार्डहरू, यिनैले प्रपञ्च मिलाएर आफ्नो चाहिँ सबै चारैतिर चाहिँ घेराबन्दी गरेर चाहिँ आफ्नो सुरक्षा बन्दोबस्त बनाएकाहरूले जसरी राम हेरेर चाहिँ खुला छोडिदिएर यिनलाई चाहिँ नि गोद्न दिए, यिनलाई चाहिँ लखट्न दिए, त्यो त वास्तवमा सुरक्षा निकायले विशेष गरी सेनाले त स्यालुट पाउने खालको काम गरेको, यसमा धन्यवाद दिनैपर्छ। र यदि भन्दै पनि मलाई चाहिँ के लाग्छ भने घरिघरि सेनाले अझ यसमा केही कुराकानी पुर्याएन कि जस्तो लाग्यो। सेनाले यो माथि प्रतिनिधि सभा र यता प्रदेश सभामा रहेका यी जति पनि भ्रष्टहरू थिए, मैले सबैलाई भनिनँ, सबैलाई दोष दिन पनि हुँदैन। जसले बिचरा आफ्नो उस्तै परे घरै सिद्ध्याएको छ राजनीति गर्ने क्रममा, समाज बदल्ने क्रममा आफ्नो बरु रकम सकिया होला, त्यो मान्छेलाई त दोष दिनु मिल्दैन। जसले हिजो पाउरोटी चप्पल लगाएर चाहिँ नि फाटेका चाहिँ नि भनौँ न प्यान्टहरू चाहिँ नि लगाएर सर्टहरू लगाएर हिँडेका मान्छेहरू आज रातारात चाहिँ यो अरबपति बने हैन। यी चाहिँ नि देशकै धनाढ्य बन्न पुगे लगभग भनेपछि यी खालका अवस्था भएका चाहे सङ्घमा होस् चाहे प्रदेशमा, यी सबैको लिस्ट लगभग सेनासँग छ, राष्ट्रका सुरक्षा निकायहरूसँग छ र जनतालाई पनि थाहा छ कुन कतिको भ्रष्ट छ भन्ने कुरो लगभग पछिल्लो लटले सबै पुष्टि गरिसकेका छ। जब यत्रो कुरो सेनाले थाहा पाइसकेको हो भनेदेखि जसरी यिनीहरूको व्यवस्था गरेर यिनलाई चुट्न दियो सेनाले, यसलाई अलिकति चाहिँ नि तपाईँहरूको सुरक्षा भएन भन्ने तरिकाले चाहिँ नि यी प्रदेश र सङ्घका सबैलाई ट्याप समातेर तपाईँलाई सुरक्षा दिने हो है भनेर क्याम्पतिर लिएर गएर 400-500 जनालाई एक ठाउँमा राखेर त्यहाँ जेनजीलाई पठाएर यिनको रामधुलाई त्यहाँ भित्र गर्न लगाएर कमसेकम सेनाले आफूले फोटो खिच्नु पर्थ्यो र भिडियो बनाउनु पर्थ्यो हैन। यिनलाई गोदाई कम भएको कारणले गर्दा यी फेरि पनि सलबलाउन लागेको अवस्था चाहिँ यो केही होइन। गोदाई पुगेन, गोदाई खाए, 2-4 जनाले खाए हैन, अरू त भागिहाले, फुत्किहाले, कता लुकिहाले। अनि 2-3 दिन त यिनले मुखबाट बाफ पनि निकाल्न, अहिले त पुछर ठडाउन लागिसके फेरि हैन। यो र त्यो यस्तो उस्तो भन्न सुरु गरिसके फेरि पनि, किन यिनको त जागिर गएको छ नि त। यिनको दसैँको मुखमा यिनले पेस्ट कि चाहिँ बुझ्न नपाउने भए यिनको जागिर गइसक्यो। 7-8 महिना 8-9 महिनामा त अन्तरिम सरकारले चाहिँ चुनावमा लैजाने र फेरि पनि चाहिँ निर्वाचन गराउने र निर्वाचनमा दुलो जित्छ अनि त्यसपछि उसेल चलाउनेवाला यिनको त प्रपञ्च त्यही हो। यद्यपि त्यो 7-8 महिना पनि कुर्न यिनलाई 9 वर्ष 18 वर्ष भने जस्तो यिनलाई भइसकेको छ अहिले। र यिनको चिच्याहाट फेरि सुरु भइसकेको छ। कतै संसद चाहिँ विघटन भएको संसदलाई फेरि बिउताउन सकिन्छ कि फेरि पनि गएर हालिमली मचाउन सकिन्छ कि भन्ने हिसाबमा यी लागेका छन्। त्यसले गर्दा छोटकरे भन्नुपर्दा यी भ्रष्टहरूलाई गोदाई पुगेन। त्यो शेरबहादुरका बुढाबुढीलाई मात्रै पिटेर र 1-2जनालाई पिटेर मात्रै कहाँ हुन्छ। यस्ता त अरू त सयौँ छन् यहाँ टुटुवाहरू, अनि तिनलाई चुट्न पर्दैन। त्यसले गर्दा यी भ्रष्टहरूलाई यिनलाई चुटाइ पुगेन। सेनाले राष्ट्रको हित गर्ने र देशको रक्षा गरेर देश बचाउने भावनामा सेना लागेकै थियो भने सेनाले यो कुरो पुरा गर्न दिनु पर्थ्यो। समाएर लिएर गएर आफ्नो नदेखिया चाहिँ गरेर उनीहरूलाई लिएर आउने अनि उनीहरूको भिड गेटमा आसी गेट खोलिदिने चुटा बनेर हैन। यिनलाई चुटेर यिनलाई मारेर देशले त ठुलो मुक्ति पाउनेवाला थियो भनेपछि यहाँनिर सेनाले अलिकति पुरा गरेन हैन। अन्तत सेनाको चाहिँ प्रधान सेनापतिलाई पनि धन्न यो गरेनन् धन्न ऊ गरेनन् भएर आखिरी चाहिँ यिनले दोष लगाउन पनि भ्याए हैन। जे पनि भनिदिन्छन् किन यिनको स्वार्थ पुरा भएन भने त भनेपछि सेनाले यो कुरामा कमजोर गरेकै हो। यो पुरा गर्नु पर्थ्यो। यी गोदाई पाएनन् 400-500 जनाले गोदाई खाएको भए त नेपाल त धेरै कुरामा चाहिँ सुधारिहाल्थ्यो।
अहिले यी गोदाई नपाउने र यी भागेका जतिले अहिले फेरि पुच्छर ठडाउन लागिसके भनेपछि यिनले फेरि पनि गोदाई यिनलाई नपुगेका कारणले र यिनलाई जेनजीहरूले गर्नुपर्ने चाहिँ जे थियो त्यो अझ यिनीहरूलाई चाहिँ बाँकी रहेकालाई पुरा नभएको कारणले गर्दा यी फेरि बरबराउन यी फेरि चाहिँ आफ्नो रोष प्रकट गर्न लागेका छन्। तपाईँ हामी यसमा एकदमै सावधान हुनुपर्छ। यिनका मेसामा लागेर यिनको पछाडि हिँड्नुपर्ने कुनै जरुरत छैन। हेर्नुहोस्, म पनि राजनीतिक पार्टीमा आबद्धै भएको मान्छे हो, खै म त गर्दिनँ त। मलाई कसले दिएको छ र चामल? मैले आफ्नो दुःख आफै गर्ने हो। राजनीतिको नाममा हामीले 25 पैसा खाएको पनि छैनौँ। हामीलाई यी चोरको समर्थन गर्न हामीलाई जरुरत के? राम्रो गर्थ्यो भने फुलमाला लगाइन्थ्यो, ठुलो कुरो थिएन। अनि यिनले गल्ती गर्ने, चियाको दोकानमा गालीबेरी तपाईँ हामीले खाने भनेपछि यो हुँदैन। अब पनि आँखा खुलेनन् भने कहिले खुल्ने आँखा? त्यसले गर्दा यो दलको पछाडि यी भरौटेहरूका पछाडि लागेर यिनका पछाडि लागेर वर्णन गर्न र यस्तो र उस्तो भन्ने कुरामा नलागौँ साथी हो। यो छोडिदिनुहोस्। बरु भेटेसम्म भ्रष्टहरूलाई मैले फेरि असल जसले बिचरा राजनीति गरेर 2 पैसा खाएको छैन, जसको हालत पहिला जे थियो त्यही छ, त्यसलाई दोष नदिउँ। म त्यसलाई भने पनि होइन, त्यो अपराध लाग्छ। तर यी जसको रातारात परिवर्तन भएर आज विनोद चौधरीलाई यिनले माफ गर्ने भइसके, अनि यिनका चाहिँ वर्णन गाएर हामी चिया दोकानमा हामी बस्नुपर्ने यिनका बाको हामीले कुन दिनमा ऋण खाएका छौँ। हेर्नुहोस्, त्यसले गर्दा यो कुरो प्रष्ट रूपले बुझ्नुपर्छ तपाईँ हामीले। अब यसरी हामी लाग्ने होइन। अब निर्वाचन आउँदैछ, राम्रा मान्छे जो उठ्छन् तिनलाई दिने हो होइन। दल भन्दैमा दलका पनि हुनसक्छन्, कोही राम्रो मान्छे हुनसक्छ, यो गर्छ, यो मान्छे ठिक छ भन्ने त्यसले पनि प्रायोरिटी पाउने कुराहरू एउटा रहला। नत्र भने फेरि पनि यिनै भ्रष्ट, यिनै चोर, पैसाका बलमा आउने समाजमा पैसाको बिटो फ्याँकेर चुनाव जित्ने, यस्ता गर्ने हो भने यस्ताका पछि लाग्नुको अर्थ छैन। हेर्नुहोस्, हामी एकदमै सचेत हुन जरुर छ। यिनले अझै पनि भजाउन खोजिरहेछन्, देख्नु भएको छ फेसबुकमा पुरा यसै आउँदैछन्। आजभोलि फेसबुकभरि यिनका स्ट्याटस आउनु सुरु भइसक्यो, यो र त्यो भएर। भोलि यिनले आन्दोलन गर्न जाउँ सडकमा, यो अन्तरिम सरकारको चाहिँ उस्तै बेर सुशीला कार्कीलाई फ्याँक्नुपर्छ भनेर यिनले बोलाउन पनि सक्छन्। त्यस कारणले गर्दा अब हामी सचेत हुने कि नहुने यो कुरो अब कसले भनिदिने? अब सबै शिक्षित छौँ लगभग। अब नबुझिया मान्छे छैन। यो एउटा जेन जी र चाहिँ जेन वाईको चाहिँ हेर्ने हो भने, उमेर समूह हेर्ने हो भने त लब अहिलेको परिवेशसँग पुरै घुलमेल गरेको मान्छे छ भनेपछि अब धेरैले सम्झाउनु पर्ने विषय त छैन। यद्यपि मेरो अनुरोध, यस्ता उक्सायटमा लागेर हामीले मेरो पार्टी यो मेरो त्यो होइन, सही कुरा भन्दा बाहेक यिनको पक्षपोषण गर्नुपर्ने हामीलाई जरुरत छैन। मैले यही अनुरोध गरेँ हजुरहरूलाई। हस्।